हेलो हेलो नमस्कार। हाम्रो यात्रा जारी छ। हामी चाहिँ पर्वत बेनी पुरानो बस पार्क चाहिँ फेरि यो जमानामा म पढ्ने बेलामा यो कति गाडी हुन्थ्यो, अहिले लिएर सुनसान छ। पारी बेनी चाहिँ यो पर्वत बेनी हो, जलजला गाउँपालिकाको। पहिला हामी सानो हुँदा पढ्दा यहाँ कति गाडीहरू थुप्रिन्थ्यो, अहिले छैन, सुनसान छैन। समय र परिस्थितिले कस्तो बनाउँदो रहेछ भने चाहिँ अब त काली पुल बनायो, त काली पुलतिर सर्यो बस पार्क। यो चाहिँ पहिला यो बस पार्क थियो भने चाहिँ अहिले 2-3वटा जिप बुलेर मात्र छन्। यो चाहिँ अब पुरानो बस पार्क पर्वतको झलझला गाउँपालिका 3 हो। हेर्नुहोस्, यो चाहिँ पुरानो बस पार्क हो। हेर्नुहोस्, पहिला हामी पढ्दा गर्दा कति बसहरू हुन्थ्यो, यहाँ छैन, बस सुनसान छ। अहिले बसको ठाउँमा जिप बुलेर छ गाउँतिर जानेहरू यिनीहरू। हेर्नुहोस्, यो चाहिँ ट्याक्क यतातिर कति मान्छे भिडिन्थे। यो चाहिँ पारी लेकतिर जाने हो, झोलुङ्गे पुल छ। हजुरलाई झोलुङ्गे पुल त पहिले देखाएको हो। ल हजुरलाई सेयर कमेन्ट गर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस्। हामी चाहिँ पारी पर्वत बेनीलाई सब्सक्राइब गरिदिनुहोस् है हजुरहरूले।